गाइज यो चाहिँ खेत गोड्ने फलामे औजार बनाएको मैले। ठ्याक्कै यो चाहिँ के अरे टुटी काठ काट्ने मेसिनको तेलमा हाल्ने टुटीको बट्टा पगालेर ठ्याक्क रड काटेँ। खै कति सुते रड हो यो, सानो छ। अनि यसलाई दोबारे अनि तताएर च्याट्ट यसलाई तताएँ। अनि तताउँदै भित्र होल्दै ठ्याक्क यसलाई दोबारेर अनि ठक्क सेलाएर अनि यसलाई तताएँ। अनि यसलाई तताएर चाहिँ च्याप हालेँ। अब यसलाई के गर्छु भने यो बिर्को यसरी खोल्ने ठ्याक्कसँगले। अनि यो बिर्कोमा काठ बनाउने। काठ चाहिँ यताबाट ठ्याक्क कसरी भनेदेखि यो बिँड भयो। बिँडको चाहिँ यहाँनिर यसरी काँटीले ठोक्ने, यहाँबाट ठ्याक्क यताबाट काँटी ठोक्ने। अनि ठ्याक्क यहाँ बिर्को लगाएर ठ्याक्क अनि यसरी सराम चित्रे वंशको चाहिँ कालै गर्ने रहेछ। है सजिलो छ यो बनाउनलाई। तपाईँहरू पनि बनाएर ट्राई गरी हेर्नुहोस्। बिल लाएर खेत गोडेको चाहिँ अर्को भागमा हेर्नु होला है।